आज हामीहरू डिजिटल युगमा जिइरहेका छौँ। हाम्रो चारैतिर अहिले क्यामेराले घेरिरहेको छ। आफ्नो मोबाइलमा भएको क्यामेरादेखि सडकमा लागेको सिसिटिभीसम्म सबै स्थानमा क्यामेरा नै क्यामेराले भरिएको छ। यति मात्र नभएर आकाशबाट सेटेलाइटबाट क्यामेराको माध्यमबाट यस दुनियाँलाई निहालिरहेको छ। आजको दिनमा क्यामेरा जुनसुकै स्थानमा देख्न सकिन्छ। बसमा, मोबाइलमा, पेनमा, चस्मामा हामी क्यामेरा सजिलै देख्न सक्छौँ। चारैतिर क्यामेरा नै क्यामेरा देख्दा हजुरको मनमा एउटा प्रश्न पक्कै आएको हुनुपर्छ। दुनियाँमा सबैभन्दा पहिला क्यामेरा कसले अनि कसरी बनायो होला? तपाईँको मनमा यो कुरा खेल्दैछ भने आज यस भिडियोमा दुनियाँको पहिलो क्यामेरा कसले, कसरी र कहिले बनायो भन्ने विषयमा चर्चा गर्नेछु। तपाईँ भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। कल्पना गर्नुहोस् त, तपाईँ एउटा पुरै अँध्यारो कोठाभित्र हुनुहुन्छ। त्यो कोठाको भित्तामा सानो प्वाल छ। बाहिर मस्त घाम लागिरहेको छ भने अचानक त्यो प्वालबाट बाहिरको दृश्य भित्तामा उल्टो देखिन थाल्छ। यो कुनै बनावटी कथा होइन, विज्ञानको एक वास्तविक चमत्कार हो। धेरै हजार वर्ष पहिले मानिसहरूले पहिलो पटक उल्टो चित्र देखे। त्यो चित्र देखेर मानिसहरूले एउटा कुरा नोटिस गरे कि सानो प्वालबाट प्रकाश छिर्दा बाहिरको दृश्य भित्र उल्टो देखिन्छ। यस कुरालाई पछि क्यामेरा अब्स्क्योर भनियो। यो ल्याटिन शब्द हो जसको अर्थ अँध्यारो कोठा हो। वैज्ञानिकहरूले यो कुरालाई अझ गम्भीर तरिकाले बुझ्न थाले। अरबका वैज्ञानिक आइबियन एआल हाइथमले करिब 1000 वर्ष अघि यो कुरालाई अझ राम्रोसँग अध्ययन गरे। उनले आँखाले कसरी देख्छ, प्रकाश कसरी यात्रा गर्छ, सानो प्वालले कसरी चित्र बनाउँछ भन्ने बारेमा वैज्ञानिक रूपमा प्रमाणित गरे। उनलाई धेरै मानिसहरूले अप्टिक्सको बुबा पनि भन्छन्। सानो प्वालबाट अँध्यारो कोठामा प्रकाश प्रवेश गर्दा भित्तामा उल्टो चित्र देखिने कुरा वैज्ञानिक रूपमा प्रमाणित भए तापनि त्यो चित्र भित्तामा मात्र देखिन्थ्यो, सेभ गर्न भने सकिँदैनथ्यो। विभिन्न वैज्ञानिकहरूले यो चित्रलाई कसरी स्थायी बनाउने भनेर सोच्न थाले र यहीँबाट फोटोको आइडिया सुरु भयो। पहिलो वास्तविक क्यामेरा बनाउने व्यक्ति हुन् फ्रान्सका नाइस पोर नाइपी। उनले सोच्ने गर्थे, यदि प्रकाशले कुनै रसायनमा असर गर्छ भने चित्रलाई स्थायी बनाउन सकिन्छ होला। उनको यो सोचले नै वास्तविक क्यामेराको जन्म भयो। उनले पहिलो पटक एउटा बाकस बनाए। त्यो बाकसको अगाडि सानो लेन्स राखेर त्यस बाकसभित्र विशेष प्रकारको रसायन लागेको धातुको प्लेट राखे। त्यसपछि क्यामेरालाई झ्यालतिर फर्काएर धेरै घण्टासम्म घाम पर्न दिए। त्यस घामले रसायनमा असर गर्यो र बिस्तारै चित्र स्थायी बन्यो। त्यो फोटोको नाम थियो भ्यू फ्रम द विन्डो एट ली ग्रास। यो फोटोलाई संसारमा इतिहासकै पहिलो स्थायी फोटो मानिन्छ। यो फोटो बनाउन लगभग 8 घण्टा वा सोभन्दा बढी समय लागेको अनुमान छ। यति धेरै समय लाग्नुको कारण त्यतिबेला प्रयोग भएका रसायनहरू निकै कमजोर थिए। यसरी लामो इतिहास बोकेर पहिलो फोटो खिच्ने क्यामेरा बनेको थियो। नाइस पोर नाइपीले प्रकाशको संवेदनशील रसायन प्रयोग गरेर 1826 मा पहिलो स्थायी फोटो खिचेका थिए। त्यो प्रविधि विकास हुँदै आजको आधुनिक क्यामेरा बनेको हो। सुरुमा ठूलो बाकस प्रयोग गरेर रसायनको माध्यमबाट स्थायी फोटो बनाइयो। त्यसपछि फिल्म क्यामेरा, भिडियो क्यामेरा, डिजिटल क्यामेरा हुँदै अहिले मोबाइलमै सुपर क्यामेरा आएको हो। देख्नलाई साधारण देखिने क्यामेराको विकास लामो समयमा भएको हो। आज मैले यस भिडियोमा विश्वमा क्यामेराको सुरुवात कसरी भयो भन्ने विषयमा सम्पूर्ण जानकारी दिएँ। यदि हजुरलाई यस भिडियो मन परेमा लाइक, कमेन्ट र साथीलाई सेयर गर्न नभुल्नुहोला। साथै यस्तै जानकारीमूलक भिडियोका लागि च्यानल सब्स्क्राइब गरेर जोडिनुहोला।